आज हाम्रो टिमले यो पेटीलाई भत्काएर ढुङ्गा र माटोबाटै आधुनिक डिजाइनको जस्तो सुन्दर लुक्स दिनेवाला छौं। हेलो लेडिज एन्ड जेन्टलम्यान, म चाहिँ मेरो आजको काम गर्ने टिमलाई बोलाउन जाँदा उता मस्तले सुड्डासँग कुरा गर्दै रहेछ। अन्डा पनि लिएको छु भनेपछि केटाहरु नआउने त कुरै भएन। अन्डा बनाउने काम चाहिँ मेरो थियो के। अन्डालाई पनि के बनाउनु पर्छ र हैन, पानीमा राख्यो भुक्लुको उमाल्दियो, बास त्यसै मिठो भइहाल्छ। अन्डा सन्डा खाएर बल्ल पेटीलाई नयाँ लुक्स दिने भन्ने कुरा भयो। भन्छन् नि सुर्ती नखाँदै फुर्ती आउँदैन, हो त्यस्तै खालका टिमहरु छन् हाम्रा। यतिकैमा अन्डा बोइल गरेर पनि रेडी भयो। ग्याङहरुले पनि ट्याप ट्याप एक अन्डा टिपेर खान थाले। म पनि त उही बारीको मुला हो, मैले नखाने त कुरै उड्दैन। एउटा अन्डा टन्न खाएर अब काम गर्न सुरु गरिन्छ। खासमा यसमा पेटी नै थिएन भनौं न। अब यसमा तलबाट ढुङ्गा बिछाएर ढुङ्गा र माटोको मद्दतले एउटा साइनिङ लुक्स दिनेवाला छ, जो गजबको हुनेवाला छ। आजको भिडियोमा ढुङ्गा सुङ्गा बिछाउन र माटो मोल्न ठिक्क भयो। अर्को भिडियोमा पुरै त्यो पेटीको डेन्जर लुक्सलाई लिएर आउनेवाला छौं, त्यसैले फलो गरिराख्न नबिर्सनु होला। आजलाई यति नै हुन्छ भन, मिलौला अर्को भिडियोमा, बाइ बाइ।